हेलो एभ्रिवान, हल्का सिमसिम पानी पर्दैछ हाम्रो गाउँमा। र हेर्नु मकैको हरियाली छ अहिले चाहिँ है, वरिपरि मकै छ न। अनि आज चाहिँ स्ट्रबेरी नयाँ बोटहरू रोप्दिरहेछु। यहाँ धनिया नि भर्खर उम्रिँदैछ। यो चाहिँ भयो डल्ले खुर्सानी, यो चाहिँ भयो जिरे खुर्सानी हैन। हल्का हुँदैछ तरकारीहरू, खुर्सानीहरू। यो चाहिँ प्योर पहाडी कालो खुर्सानी भनेर चिनिन्छ हामीले चाहिँ। र आज चाहिँ म तपाईहरुलाई यो भिडियो स्टार्ट गर्ने साथै मैले हरियाली देखाएको छु। अनि म चाहिँ आज फर्सीको मुन्टा टिप्न गइरहेको छु। मेरो भिडियो हेरेर हजुरहरूले साथ दिनु होला है। अनि साथ दिनु होला। सबैजनाले मन पर्यो भने लाइक पनि गरिदिनु होला, शेयर सब्स्क्राइब पनि गरिदिनु होला। अनि मेरो फर्सीको मुन्टाहरु चाहिँ यस्तो छ कि। अनि यो मकै बारीभित्र पनि छ। म टिप्न गइरहेको छु। हजुरहरूलाई टिपिसकेपछि म देखाउँछु है। सो एउटा चाहिँ टिपेकै देखाइदिन्छु ल। यस, फर्सीको मुन्टा। यो चाहिँ मेरो श्रीमान अनि मलाई, मेरो नानीहरू, दुईटा नानीहरूलाई एकदमै मन पर्छ। उनीहरूले यो भयो भने चाहिँ एकदम मजाले खानेकुराहरू खान्छन् अनि मन पर्छ है। तपाईहरुलाई चाहिँ कस्तो लाग्छ भनिदिनु होला। मन पर्छ कि पर्दैन फर्सीको मुन्टा? यसलाई हेर्नु त कस्तो राम्रो भइरहेछ है। अब बर्खाको समयमा फर्सीको मुन्टा नराम्रो हुने त कुरै भएन। सो यस्तो भइरहेछ। अब म टिप्छु अनि देखाउँछु हजुरलाई। योहरू नि फलिरहेछ, भर्खर फल्दैछ। अनि मेरो भिडियो हेरेर चाहिँ साथ दिनु होला। अनि कस्तो लाग्छ प्रतिक्रिया पनि गरिदिनु होला कमेन्टको थ्रुबाट हैन। अनि केही कमी कमजोरी भएको छ भने पनि सुझाव दिनु होला। यस्तै छ है। आज चाहिँ अन्धेर बेलुकाको समयमा भिडियो बनाएको छु। अनि यही फर्सीको मुन्टाको लागि नै भिडियो बनाएको। सो मैले अब यो टिप्छु अनि त्यहाँबाट तपाईहरुलाई देखाउँछु है। हेर्नुस् त गाइस, मैले यसरी फर्सीको मुन्टा टिपी। अब यसको मिठो भन्दा नि मिठो तरकारी बनाउँछु। आजको क्लाउड चाहिँ अन्धेरो छ है। मेरो नानी चाहिँ यहाँ खेलिरहेको छ। मेरो नानी चाहिँ मेरो फुलहरू फुलिरहेको छ हल्का। अनि है हेर्नु, यो गुलाबको फुल एकदमै राम्रो लाग्यो कि मलाई चाहिँ। कस्तो राम्रो मसिनो फुल छ है। यो चाहिँ हामीले असारी फुल भनेर चिन्छौँ। हजुरले चाहिँ के भनेर चिन्नुहुन्छ? अनि यहाँ पनि छ हल्का फर्सी। अनि फोटो भिडियो फुलहरू यस्तै छ है। कस्तो राम्रो फुलहरू भइरहेछ। यो चाहिँ पिङ्क कलर, यो चाहिँ रेड कलरको छ। अनि यहाँ छ, यो चाहिँ सिङ्गल घन्टी फुल भनेर चिन्छौँ हामीले। यो चाहिँ भर्खर यत्रो भइरहेछ। अनि यस, अनि हेरिदिनु, यो चाहिँ व्हाइट र अनि पिङ्क एकै ठाउँ छ। कस्तो राम्रो छ है। फुल चाहिँ यस्तै छ मेरो घरमा। सयपत्री फुल पनि फुलिरहेको छ। यो चाहिँ अहिले 9 बजे फुल भनेर चिन्छ। 2 कलरको 3 कलरको, यसो त सिधै 3 कलरको छ मसँग। यहाँ चाहिँ पहेँलो रातो फुल फुलिरहेछ। हेर्नु न, यो चाहिँ कस्तो राम्रो छ। यस, कस्तो राम्रो है। यस, यो चाहिँ ट्युरी फुल पनि फुलिरहेछ है हाम्रो घरमा। ट्युरी चाहिँ थाहा होला नि हजुरहरूलाई, सबैलाई थाहा हुनसक्छ। यो चाहिँ रातो कलर। अनि यता रातो, यता हल्का फिक्का पिङ्क जस्तो छ। यस्तै छ फुलहरू कलेक्सन है। मन पराइदिनु होला। के खेलेको? माटो खेलेको? रमाइलो भएको छ? रमाइलो भएको छ। के बनाउनु लाग्यो रे? के ह्याप्पी बर्थडे आएको? मेरो ह्याप्पी बर्थडे? तिमी मेरो को हो? वान्सी के हो तिम्रो थर? ल, बाबुको नाम के हो? हेर न, माथि नि हो। मेरो कान्छी छोरी हाँस्दैछ। यो चाहिँ मेरो सानो घर।
हेर्नुहोस् है गाई सानो यत्रो पुचुङ्ग्रे घर छ कस्तो लाग्छ भिडियो हेरेर प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला है मेरो सानले चाहिँ हेरौँ न भिडियो भन्दैछ सो म उसलाई भिडियो पनि देखाइदिन्छु सानो मिनी भ्लग जस्तै भयो हैन र मिनी भ्लग जस्तै भयो सो यी फुलहरू है मकै भर्खर धनचमेरो फाल्दैछ अनि त्यसपछि खै यो चाहिँ मेरो सानो छोरी पानी एकदम ठुलो पर्नु लागिरहेछ उताबाट अँधेरो हुँदै आइरहेछ ठुलो पानी पर्दैछ भर्खर यहाँ सिम पानी परिरहेछ देखिँदैन होला नि देखिँदैन त्यो भिडियो हेरेर प्रतिक्रिया दिन्छु नभन्नु होला बाई एभ्रीवन